भनेको बाहिरी मिनिङ छ त्यसको अर्थ छ भित्री अर्थ छ त्यसको चाहिँ तपाईको एकदम गुह्य अर्थ छ सिक्रेट मिनिङ हिडन मिनिङ अनि त्यसको चाहिँ तपाईको एकदमै के भन्छ वास्तव त्यसको लास्ट लाइन जो गुरु पेमा सिद्धि हुँ भन्ने मन्त्र जो छ र ओम आउनुपर्छ गुरु पेमा सिद्धि हुँ भन्ने जो मन्त्र छ त्यसैमा चाहिँ यो हाम्रो चित्तको वास्तविक स्वभावको इन्ट्रोडक्सन है पोइन्टिङ आउट टु द नेचर अफ योर ओन माइन्ड सेमको चाहिँ वास्तविक सत्यता के हो त्यसको एउटा पहिचान के हो भन्ने कुरा चाहिँ यही 7 लाइनमा कम्प्लिट छ कि त्यसैले गर्दा यो कुरा जानेको मान्छेले ओके यो के नोचाउँछ पेमा के जस्तो बोलेको छ छु पेमा जुने फोटो चिन्जे लब्जे गुरु पेमा सिद्धि भनेर त्यो 7 लाइन एक्चुअली पाठ गर्दाखेरि उसको लागि चाहिँ त्यो पुरै साधना चाहिँ एकै सात लाइनको 7 पंक्तिको चाहिँ प्रार्थनामा यो गुरु ऋम्पोछेको 7 लाइन प्रेयर्सलाई नै तपाईले के ठान्नुस् भने गुरु योगा के ठान्नुस् गुरु योगा लामी नजर है त्यसरी बुझ्नु होला अब भविष्यमा फुर्सद मिलाएर हामीले एकचोटि 7 लाइन पर्छ अनि त्यसको लागि तपाईहरु सबैले चाहिँ साँच्चै नै अहिलेदेखि एउटा के भन्छ एउटा एस्पिरेसन हैन त्यो आकांक्षा सबैले जगाउनु होला र त्यही अनुरूपको तपाईहरुबाट प्रयास पनि हुनुपर्छ आयोजना गर्नु होला मेरो टाइम निकालेर म आउने छु हैन त्यो एकदम इम्पोर्टेन्ट छ नत्र भने हामीलाई अब 7 लाइन प्रेयर्स गरिरहेको तर यो हो के थाहा छैन गुरु ऋषि के हो भन्दा एउटा बोधिसत्व हो भन्छ कहिले कि गुरु ऋषि त एउटा सामान्य झाँक्रीसँग बोधिसत्व मात्र होइन नि त गुरु ऋषि त दुसुम सांगे हो नि दुसुम सांगे मान्छेले के भने गुरु ऋषि भनेको त्यो एउटा जस्तै बोधिसत्व हो सांगे त होइन भनेर भन्छ कि थाहै छैन मान्छेलाई तर मैले छोटकरीमा भन्नु खोजेको के हो हाम्रो दैनिक जीवनमा गर्नुपर्ने एउटा अभ्यास चाहिँ के हो गुरु योगा अब गुरु योगा त्यो गुरु केही नजाने फरक पर्दैन तपाईले गुरु ऋम्पोछेको यो 7 लाइन प्रेयर्सले नै गुरु योगाको रूपमा अभ्यास गर्दा हुन्छ बुझ्नुभयो एउटा कुरा यो भयो त्यसपछि अनि जहिले पनि आफ्नो दैनिक जीवनमा यो के भन्छ अनित्य मिथाप्पा है त्यो चिन्तन चाहिँ गरिरहेको हुनुपर्छ जहिले पनि है हाम्रो जीवनमा फेरि अनित्य भन्दाखेरि तपाईँ एकदम निराश भएर बस्नु भनेको होइन है होपलेस भएर बस्नु भनेको होइन अनित्य भनेको के हो बदलिरहने अवस्थालाई अनित्य भन्छ हैन अब बदलिने त तपाईँको पोजिटिभ रूपमा पनि बदलिरहेको हुन्छ नेगेटिभ रूपमा पनि बदलिरहेको हुन्छ सांसारिक रूपमा पनि बदलिरहेको हुन्छ निर्वाणिक रूपमा पनि बदलिरहेको हुन्छ हैन त्यसैले गर्दा मेरो गुरु के भन्छ खेल्पछि के भन्नुहुन्छ भने you should appreciate the impermanence in complete sense भन्छ नि है impermanence भनेको अनित्य भनेको खाली त्यो भकेर जान्छ रित्तिएर जान्छ मरेर जान्छ भनेर चाहिँ त्यतातिर मात्र नसोच्नु है आज तपाईसँग केही छैन भने तपाई भोलि सायद एकदमै धनाढ्य मान्छे हुन सक्छ है त्यो पोजिटिभतिर पनि चेन्ज हुन्छ भन्ने कुरा अनित्य त्यसरी बुझ्नुपर्छ कि हामीले हैन आज तपाईमा ज्ञान छैन भोलि तपाई ज्ञानी हुन सक्छ आज हामी फसिरहेका छौं भने भोलि हामी मुक्त हुन सक्छौं झन् देवजी किसिमको सम्भावना त यति प्रबल छ कि तपाईको अनि मैले भन्ने गर्छु एकजना मान्छे मानिलियौं आज उसको उमेर चाहिँ ओके लेट्स से 55 इयर्सको पुग्नु भयो एकजना मान्छे अब 55 इयर्सको पुग्नु भयो अब उसको खासै आयु छैन 56 इयर्समा चाहिँ अब ऊ बितेर जाने उसको त्यति मात्र आयु रहेछ भने 55 इयर्ससम्म उसले केही गरेको छैन धर्म गरेको पनि छैन सिकेको छैन केही अभ्यास छैन उसको अब के गर्ने त्यो अवस्थामा भन्दाखेरि 55 इयर्स पुगेको मान्छे पनि होपलेस गर्नुपर्ने कुनै विषय छैन कि यहाँ के गर्ने भन्दाखेरि बस उसले सांख्य हेपामेको बारेमा चिन्तन गर्ने सांख्य हेपामेको बारेमा राम्रोसँग चिन्तन गर्यो भने त्यो धेरै समय लाग्दैन छोटो समयमा तपाईले बुझिहाल्नुहुन्छ र सांख्य हेपामे अमिताभ बुद्धप्रति श्रद्धा भक्ति जगाएर तपाईले निरन्तर अनि सांख्य हेपामेको छेङा उहाँको चाहिँ मन्त्र नाम ओम अमि देवासी अथवा सक्यो भने छेङा लामो चाहिँ 쩌면에 대신 저 다시 뭐 한번 소리스네 공부 그 방법을 찾아서 저도 이제 쇼 오유 파트
त्यो पनि सकेन भने ओम आमी देवासी कति सजिलो छैन। त्यो मात्र उसले पाठ गर्यो र गुरु साङ्गे बाबुप्रति एकदम अटल श्रद्धा भक्ति प्रकट गरेर चाहिँ 1 वर्ष बितायो भने हि इज 55 years old now and next year 56 he will go to देवाचिन। कति नजिक छ हेर्नुहोस् त, विदिन 1 वर्षमा ऊ त देवाचिन पुग्यो त। अनि निराश हुनुपर्ने कुनै ठाउँ के भन्छ स्थिति छ र छैन कि? त्यो फेरि कुनै असम्भव कुरालाई सम्भव भन्ने कुरा होइन फेरि यो एकदमै सम्भव छ। त्यसैले आफ्नो दैनिक जीवनमा चाहिँ अनि अनित्यको भावना चाहिँ चिन्तन गरिरहनुपर्छ दिनदिनै होइन, चिन्तन गरिरहने। अनि विशेष रूपमा चाहिँ हिजो मैले जुन ध्यान सिकाएँ तपाईँलाई, आफ्नो चित्तको स्वभावलाई निहाल्ने ध्यान, आफ्नो माइन्डको जो एउटा चित्तको स्वभाव छ त्यो स्वभावलाई हेरिरहँदाखेरि तपाईँले सठिक ढङ्गले हेर्नुभयो भनेदेखि चाहिँ शून्यताको बिन्दुमा पुग्छ। त्यो आफ्नो अनुभवले थाहा हुँदो रहेछ नि, भयो कि भयो हिजो हजुरलाई भयो नि त, कहीँ कतै गएर कोर्स लिनै पर्दैन, त्यतिकै थाहा हुँदो रहेछ नि। त्यो शून्यताको अवस्थामा बिन्दुमा पुगिसकेपछि त्यही अवस्थालाई अझै पनि निहालेर हेर्दाखेरि त ओहो, सिमल्टेनियसली एट द सेम टाइम त्यही क्षणमा त्यो शून्य हुँदा हुँदै पनि साथसाथै के पनि रहेछ, सजग सचेतना पनि रहेछ। शून्यता सचेतना दुवैको मिलन बिन्दु, त्यो संयुक्त अवस्था चाहिँ के रहेछ, महाकरुणा। र यो 3टा गुण जो हामीमा छ, अन्तर्निहित छ, त्यसको ध्यान गर्नु जहिले पनि। यसलाई के भन्छ, प्रभास्वर चित्तको ध्यान भनिन्छ। के भनिन्छ, प्रभास्वर भनेको क्लियर लाइट वैसा है, चित्तको त्यो वास्तविक अवस्थालाई चाहिँ निहाल्नु नै, त्यो ध्यानलाई नै प्रभास्वर चित्तको ध्यान भनिन्छ। यो चाहिँ हाम्रो दैनिक जीवनमा गरिरहेको हुनुपर्छ। त्यसैले सबैजनाले भन्नुहोस् त, शरण गमन, बोधिचित्त अनि शुद्धिकरण, गुरु योगा, अनित्य भावको चिन्तन र आफ्नो चित्तको अनि अभ्यास, ध्यान अभ्यास है, प्रभास्वर चित्तको ध्यान अभ्यास। बुझ्नुभयो त? यति चाहिँ तपाईँ हाम्रो आफ्नो दैनिक जीवनमा गरिरह्यो भने अनि भादोको लागि हामीले तयारी गर्नुपर्ने, दैनिक जीवनमा गरिरहनु पर्ने मेन अभ्यास भनेको यिनीहरू है। यसरी बुझ्नु होला। अब यो प्र्याक्टिसहरू चाहिँ हामीलाई लाग्नु सक्छ फेरि यो चाहिँ हामीले चाहिँ आफू मृत्यु हुन्छ र मृत्युको लागि मैले तयारी गरिरहेको छु भन्ने लाग्नु सक्छ। त्यो हिसाबले तपाईँले लिनुभयो भने चाहिँ अनि फेरि मान्छेलाई कस्तो खालको एउटा असर पर्छ भन्दाखेरि त्यो त कति दुःख लाग्दो, मृत्युको लागि तयार हुनु है, मृत्युको लागि तयार हुनु, बाँच्नुको लागि पो तयार गर्नु पर्यो, मृत्युको लागि तयार गर्नु भने त कति अलाछिन जस्तो लाग्छ भन्ने महसुस हुन सक्छ कि हो कि होइन। त्यसैले गर्दा यो खालको अभ्यासले चाहिँ मृत्युको लागि तयारी भनेर बुझ्नुभन्दा तपाईँले के भनेर बुझ्नुहोस् भन्दाखेरि चाहिँ आफ्नै चित्तको स्वभावलाई चिन्नको लागि तयारी गरिरहेको, त्यो एउटा दिग्दर्शन है, वास्तविक सत्यको दर्शन गर्नको लागि तयारी गर्दैछु भन्ने रूपमा चाहिँ बुझ्नु होला। भादोको अभ्यास भनेको के हो, आफ्नो वास्तविक स्वभावको पहिचान गर्ने है, त्यसलाई चिन्नको लागि हामीले तयारी गरिरहेछौँ भन्ने कुरा बुझ्नुपर्छ। त्यसरी बुझ्नुपर्छ। भादो भनेको मृत्युको लागि तयारी हो कि आफ्नो यथार्थ स्वभावलाई चिन्नको लागि तयारी गर्नु हो? यसरी बुझ्नु होला। आफैले आफूलाई चिन्ने एउटा तयारी भनेको तरिका भनेको चाहिँ भादोको अभ्यास हो। त्यसैले भादोको अभ्यासको मुख्य एउटा लक्ष्य भने पनि यसको एउटा मकसद चाहिँ त्यो हो। यसरी बुझ्नु होला। थाहा पाउनुभयो त है? अनि त्यसपछि तपाईँको अनि हाम्रो यो तयारीहरू चाहिँ हामीले बिस्तारै गराउनु भन्ने हिसाबले चाहिँ त्यो टाढेर राख्नु हुँदैन, छोड्नु हुँदैन है। यो के गर्नु पऱ्यो, हामीले अहिलेदेखि नै यो अभ्यास गर्नु पऱ्यो।
पछि गर्छु बिस्तारै गरौँ न भन्ने हिसाबले पर्खाउनु भएन, पन्छाउनु भएन होइन। यो अहिलेदेखि दैनिक जीवनमा हामीले गर्दै गयो भने चाहिँ अनि यो के हुन्छ, एक किसिमको त्यो ह्याबिट बन्दै जान्छ कि बानी बस्छ। मृत्युपछि पनि बाँड्दै हो, जन्मको अवस्था पनि बाँड्दै हो। त्यसैले गर्दा एभ्री एन्डिङ इज द बिगिनिङ भन्छ नि, त्यही हो के त। त्यसैले गर्दा हामीले आज भोलि पर्सि भनेर चाहिँ अनि पर्खेर नबस्ने। त्यसो भए यो शून्य हो भनेदेखि, शून्य छ भने यो बाहिरी आकाश जस्तो निराकार है केही नभएको अवस्था हो त भन्दाखेरि त्यो केही नभएको निराकार अवस्था होइन। यदि यो मन चाहिँ केही छैन, शून्य रहेछ भनेर तपाईँ त्यसमै के भन्छ, त्यसमै तपाईँ अड्केर बस्नुभयो भनेदेखि चाहिँ अनि तपाईँ केमा जानुहुन्छ, शाश्वत सत्य भन्छ नि त्यो त्यो एक किसिमको अतिमा जान्छ कि एक्सट्रिममा जान्छ। त्यो चाहिँ एकदमै खतरा हो। र त्यसैले गर्दा यहाँनिर यसो हेर्दाखेरि चाहिँ आफ्नो चित्तलाई निहाल्दाखेरि चाहिँ खोज्यो त कुनै अस्तित्वको रूपमा पाउँदैन। त्यो केही अस्तित्वको रूपमा नपाउँदाखेरि साँच्चै नै केही नभएको अवस्था हो त भनेर अब फेरि हामीले हेर्नुपर्ने हुन्छ है। साँच्चै नै केही नभएको अवस्था हो त भनेर अब फेरि निहालेर हेर्नुपर्ने हुन्छ। सबैजनाले ढाड सिधै बस्नु, पछाडिको भाग चाहिँ हेर्छु, मेरै आँखाले हेर्छु भन्ने किसिमको एउटा तरिका अप्नाउँदै निहाल। त्यो निहाल्दाखेरि के हुन्छ, अगाडि थुप्रो दृश्य हुन्छ, त्यसमा तपाईँको नजर जाँदैन, तपाईँको आँखा पूर्ण रूपमा यहाँ पनि पुग्दैन, तर अगाडि पनि हेर्दैन, पछाडि पनि देख्दैन। त्यो बिचको इन बिट्विन, त्यो बिचको अवस्थामा तपाईँलाई के अनुभूति हुँदो रहेछ त्यो तपाईँ आफैले महसुस गर्नु होला। रेडी, ढाडलाई सिधा राख्ने। आवाजहरू सुनिरहनु भएको छ, थाहा पनि भइरहेको छ, महसुस पनि भइरहेको छ। त्यसैले यो पूर्ण रूपमा निराकार अवस्था पनि होइन रहेछ, केही नभएको अवस्था पनि होइन रहेछ। निहालेर हेर्दा शून्य छ, त्यही शून्यकै अवस्थामा फेरि यो सुन्न सक्ने, महसुस गर्न सक्ने, बुझ्न सक्ने अनुभूति गर्न सक्ने त्यो गुण पनि रहेछ यसमा। न यो बाहिर छ, न यो भित्र छ, न यो बिचमा छ। छैन भनौँ त फेरि छ भनौँ त फेरि छैन। अझ गहिरै निहाल्ने हो भने यो छैन भन्दा पर छ। It's beyond our expression, our concept.
ओके ठिक छ केही महसुस भयो तपाईँलाई त्यो शून्य हो रहेछ भनौँ भने पुरै पनि शून्यको त्यो निराकर केही नभएको अवस्था पनि त होइन रहेछ है महसुस हुँदो रहेछ बुझ्दो रहेछ सुन्दो रहेछ थाहा हुँदो रहेछ त्यो चेतना रहेछ नि हो कि होइन त्यसैले यो चेतना र त्यो शून्यता यो दुईटा फेरि तपाईँको एउटा वारी एउटा पारी भने जस्तो दुईटा अलग चिज पनि यो दुईटाको अनि युनिटी यसको चाहिँ एकता नै हाम्रो चित्तको स्वभाव है त्यो स्वभाव चाहिँ जति हामीले त्यो सत्यताको जति दर्शन गर्यौँ त्यति हामी ज्ञानले सम्पन्न हुँदै जान्छ गुणले सम्पन्न हुँदै जान्छ शक्तिले सम्पन्न हुँदै जान्छ जब यसको पराकाष्ठतामा पुग्छ यसको शिखरमा पुग्छ हामी तब हामी के भन्छौँ बुद्ध भन्छौँ है त्यसैले यो सत्य दर्शनको जति तपाईँ गहिरिँदै जान्छ त्यति नै तपाईँ हाम्रो ज्ञान गुण शक्ति बढ्दै जान्छ जब यसको अन्तिम एउटा शिखरमा पुग्छौँ तब हामी बुद्ध बन्छौँ त्यतिखेर हामी ज्ञानको हिसाबले पनि पूर्ण गुणको हिसाबले पनि पूर्ण शक्तिको हिसाबले पनि पूर्ण त्यो हुन्छ हाम्रो त लाग्छ अहिले रिस उठ्यो भने चाहिँ त्यसमा शक्ति हुन्छ होइन त्यो नेगेटिभ वेमा केही अचम्म लाग्यो होला तर यो ज्ञान गुण जब यो सम्पन्न हुन्छ त्यतिखेरको शक्ति भनेको शून्य धेरै थु भन्छ कि शून्य भनेको त्यो वास्तविक सत्यता ध्यम्ब भनेको त्यो वास्तविक अवस्था ध्यम्ब भनेको चाहिँ सत्य त्यो सत्य थु भनेको त्यसको शक्ति त्यसैले गर्दा वास्तविक सत्यताको शक्ति चाहिँ त्यो यस्तो प्रभावकारी हुन्छ त्यो शून्य धेरै थु भन्ने त्यो पावर चाहिँ त्यो शक्ति चाहिँ त्यसैले गर्दाखेरि यो मनको चित्तको यो स्वभावलाई अलिकति क्षणभरलाई पनि तपाईँले अनुभव गर्न सक्यो भने एक्सपिरियन्स गर्न सक्यो भने यसको शक्तिले गर्दाखेरि जब हामी चुन्नी भर्दमा पुग्छौँ नि अहिले यो जीवनमा अलिकति पनि यसको अनुभूति भएको छ भने चुन्नी भर्दमा पुग्दाखेरि त्यो शक्तिको आडमा चाहिँ हामी एकदमै सहजसँग सजिलोसँग मुक्ति हुन सक्छ है हामीले मान्छेहरू बितेपछि के गर्छ झाङछोक गर्छ नि झाङपर गर्दाखेरि सुरुमा अनि तपाईँहरूलाई त्यो डिटेलमा कुरोहरूले बताउनु भएको छैन भने सायद थाहा नहोला झाङपर गर्दाखेरि त्यो साधनाको सुरुमा चाहिँ के हुन्छ भन्दाखेरि त्यो मृतकको अब बुझ्ने भाषामा आत्मा भनौँ न होइन त्यो मृतकलाई बोलाइन्छ है त्यतिकै ए तिमी कहाँ छौ हेलो आऊ भनेर त आउने कुरा आउँदैन है ऊ आउन पनि सक्दैन कसैले बोलाएर त्यो आउने स्थिति पनि हुँदैन शून्य अवस्था पनि त्यहाँ के प्रयोग गर्छ थाहा छ हो यो प्रयोग गर्छ त्यो साधकले गुरुले शून्य त्यहाँ थु है वास्तविक यो धर्मता सत्यको यो शक्ति चाहिँ त्यहाँनिर उसले प्रयोग गर्छ त्यो शक्तिको माध्यमबाट बोलाउँछ त त्यो नआएर सुखै हुँदैन त्यो आउनै पर्छ नि त्यो शक्तिले एक्चुअली बोलाएपछि चाहिँ त्यो आउँदै बनाउँछ है यो शक्ति प्रयोग गर्छ छिनी तिमीले थु त्यसले गर्दा चाम्पर गर्दा तपाईँले देख्नु भयो गुरुहरूले चाहिँ एकदम दोर्जे टेम्पो लिएर चाहिँ नहमो गुजोसु लिएर बदन भन्दै होइन नहमो गुजोसु लिएर बदन चिन्ने नम्बर तपाईँ त्यो बदन चिजे पिटेर लम्बी पेथे बदन भनेर चाहिँ हामी त्यो पाठ बोलाउँछ कि यो शक्तिको आत्मा बोलाउँछ त्यसैले गर्दाखेरि यो चाहिँ तपाईँ हाम्रो भर्दोको अभ्यासको लागि नम्बर 1 एउटा अभ्यास हो यो चाहिँ अब यो अभ्यास चाहिँ तपाईँले अहिले दैनिक जीवनमा यसरी जहिले पनि गरिरहनुहोस् त यसको जब बानी बसेपछि अनि कहिलेकाहीँ तपाईँको सपनामा पनि यसो तपाईँलाई अलिकति डरलाग्दो सपना देख्दाखेरि पनि आपद पर्दाखेरि पनि सायद तपाईँले यो अभ्यास गर्न सक्नुहुन्छ